त्याग गर्नुभयो, धेरै बलिदानी गरिदिनु भयो, धेरै सङ्घर्ष गर्नुभयो उहाँले। यसको बावजुद आज बिगु गाउँपालिका जसले चाहिँ हामीलाई चाहिँ यो कार्यक्रम गर्नका निम्ति बिगु गाउँपालिका आर्थिक रूपमा चाहिँ हामीलाई चाहिँ सहयोग गर्नुभयो। आज एउटा चाहिँ हाम्रो ठाउँकी दस्तावेजको रूपमा, ठाउँकी कर्मकाण्डको रूपमा हामीले आज चाहिँ निर्माण गर्न सफल भएका छौँ। एउटा खुसीको क्षण, हामी सम्पूर्ण ठाउँ समुदायलाई खुसी पार्नुपर्ने अवस्था चाहिँ यहाँनिर आएको छ। यो हिसाबले पनि म बिगु गाउँपालिकाले म हार्दिक नमन गर्न चाहन्छु, हार्दिक धन्यवाद दिन चाहन्छु। यहाँहरूले गर्दा नै आज समग्र गोर्खा जिल्लाले चाहिँ एउटा साझा दस्तावेजको रूपमा चाहिँ हामीले चाहिँ यो जिल्लोकै पालोले चाहिँ हामी कर्मकाण्डको रूपमा चाहिँ यसलाई चाहिँ हामी आज विमोचन गर्दै राख्दाखेरि हामी असाध्यै आभारी छौँ। यसका निम्ति म सबैले म हार्दिक धन्यवाद दिन चाहन्छु। सरस्वती हेर्दाखेरि विगत जबसम्म खानी समुदाय इतिहासको कालखण्डदेखि हेर्दाखेरि निकै धेरै सङ्घर्ष, निकै धेरै चाहिँ बाधा व्यवधानहरू सहँदै, निकै धेरै चाहिँ सङ्घर्षहरू गर्दै यहाँसम्म आइपुग्दाखेरि इतिहास कालखण्डदेखि पछि यहाँसम्म हामीले चाहिँ बुझ्दै गर्दाखेरि निकै सङ्घर्षमय इतिहासहरू छन्, निकै पीडादायी अवस्थाहरू छन्। त्यसलाई झेल्दै आउँदाखेरि ढुङ्गे युगदेखिका इतिहासहरूलाई हामीले हेर्दै गर्दाखेरि आज एउटा चाहिँ हामी 21औं शताब्दीमा चाहिँ हामी जान्थ्यौँ। यहाँसम्म आउँदै गर्दाखेरि हामीले राज्यप्रति गर्नुपर्ने, राज्यबाट निकै नै धेरै आशा अपेक्षा गरिरहेका छौँ। यहाँ स्थानीय निकायका आदरणीय नेतृत्वहरू हुनुहुन्छ, गाउँपालिका प्रमुख हुनुहुन्छ र त्यसै गरी हाम्रा चाहिँ प्रदेश तथा सङ्घीय महानिरीक्षकहरू हुनुहुन्छ। यहाँहरूबाट हामी यति धेरै आशा अपेक्षा राखेका छौँ जबसम्म सबैभन्दा तल परिएका अथवा परेका वर्ग तथा समुदायहरूलाई हामी माथि ल्याउनका निम्ति सबै तहबाट, स्थानीय तह लगायत सबै पक्षबाट चाहिँ विशेष प्राथमिकतामा राखेर वर्ग, समुदाय, भाषा, संस्कार, संस्कृतिमा रहेका चाहिँ सबै चिजलाई चाहिँ हामीले चाहिँ विशेष प्राथमिकतामा राखेर चाहिँ अगाडि बढाउने हो भने पक्कै पनि यो समुदाय के हदसम्म चाहिँ माथि आउने हामीले अपेक्षा गरेका छौँ। र सरस्वती हेर्दाखेरि यहाँ आदरणीय माननीयज्यू असाध्यै व्यस्त हुनुहुन्छ। विशेष गरी हाम्रो कार्यक्रममा यहाँको असाध्यै महत्त्व दिएर पनि आइदिनु भएको छ। यसका निम्ति पनि मैले माननीयज्यूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। हाम्रो निमन्त्रणलाई स्वीकार्नु भएको छ र हाम्रो आमन्त्रणलाई चाहिँ उहाँले सहज स्वीकार गरिदिनु भएको छ। आज कार्यक्रममा आइदिनु भएकोमा म विशेष धन्यवाद दिँदै मैले अलिकति छोटोमा खानी समुदायको विशेष गरी हामी 2068 को जनगणना अनुसार हेर्दाखेरि 2068 को जनगणनामा चाहिँ हाम्रो खानी समुदाय 27-28 को चाहिँ हाराहारीमा चाहिँ हाम्रो जनसङ्ख्या देखिन्थ्यो भने अहिले 2078 सालको जनगणना चाहिँ सार्वजनिक हुँदै गर्दाखेरि अहिले हामी लगभग 32,743 देखिन्छ। सरस्वती हेर्दाखेरि चाहिँ अहिले हाम्रो नेपाल अधिराज्यभरि चाहिँ अहिले 32 वटा जिल्लामा खानीहरूको चाहिँ जनसङ्ख्या रहेको, 32 वटा जिल्लामा चाहिँ खानीहरू बसोबास रहेको र अहिले 32,000 को आएको हामी खानीको जनसङ्ख्या देख्दै गर्दाखेरि यो चाहिँ हामीले तथ्याङ्क हामीले दिँदै गर्दाखेरि यताकता हामीलाई अलिकति शङ्का र अलिकति चिन्ताजनक अवस्था पनि रहेको छ। कतै यो जनगणना चाहिँ कतै मिथ्याङ्क पो छैन कि मिथ्याङ्क पो हो कि भन्ने खाले चाहिँ हामीलाई शङ्का लागिरहेको छ। र अहिले हामीलाई धेरै खानी समुदाय चाहिँ जनगणनाबाट चाहिँ वञ्चित हुनुपछि हामीले चाहिँ एक खालको यो हाम्रो चाहिँ जनगणना तथ्याङ्कले पनि बताइरहेको अवस्था छ। हामीलाई चाहिँ विभिन्न खानी समुदायका चाहिँ विभिन्न व्यक्तिहरू चाहिँ यहाँका चाहिँ हामी विशेष गरी चाहिँ हामीलाई चाहिँ बेरोजगारी समस्या, अशिक्षाको समस्याले गर्दा चाहिँ हामीलाई धेरै खानी दाजुभाइहरू चाहिँ रोजगारीका सिलसिलामा देश तथा विदेशतिर चाहिँ बेसिरहेका, अझ धेरै चाहिँ दार्जिलिङ र उता सिक्किममा चाहिँ धेरै जस्तो चाहिँ खानीहरू बसोबास गर्ने गरेका कारणले गर्दा हामीलाई बाहिर रहेका खानीहरू धेरै छुट्नु भएको कारणले गर्दा अझ स्थानीय तह अथवा राज्यका चाहिँ प्रतिनिधित्व गर्दै गर्ने हामीले माननीयज्यूलाई पनि म ध्यान आकर्षण गराउन चाहन्छु। र सँगै यहाँ मैले खानी समुदायले के हामीले अपेक्षा गरेका कुराहरू मैले यहाँहरू सामु प्रस्तुत गर्न लागिरहेको छु र हामीले आशा धेरै गरेका छौँ। अघि नै हाम्रा चाहिँ वरिष्ठ उपाध्यक्षले पनि राखिसक्नु भएको छ। यो स्वागत मन्त्री मार्फत उहाँले धेरै कुरा राखिसक्नु भएको छ। हामी समुदायको चाहिँ विशेष गरी वर्तमान तत्कालीन समस्याहरू के छन् भन्ने विषय उहाँले राखिसक्नु भएको छ। तैपनि हाम्रो खानी समुदायका निम्ति खानी समुदायलाई के हदसम्म चाहिँ विशेष प्राथमिकतामा राखेर चाहिँ हामीले चाहिँ सपोर्ट गर्ने विषयमा चाहिँ हामीले चाहिँ यहाँहरू सामु मैले के प्रस्तावको रूपमा मैले यहाँ चाहिँ यो एजेन्डाको रूपमा मैले अगाडि सारेको छु र यहाँ जिम्मेवार
नेताज्यूहरू दिव्य व्यक्तित्वहरू नेताज्यूहरू हुनुहुँदै गर्दाखेरि चाहिँ मैले यहाँलाई म हार्दिक म अनुरोध पनि गर्न चाहन्छु। र यसै गरी हाम्रो यस कार्यक्रममा ढिकु गाउँपालिकाका अध्यक्ष तथा यस कार्यक्रमका आकर्षक व्यक्तित्व आदरणीय सञ्जीव पोलिज्यूलाई म यस कार्यक्रमको विशेष अतिथिको निम्ति हार्दिक अनुरोध गर्दछु। मैले आदरणीय नेताजीहरूलाई के यो विषयवस्तुको तत्कालीन थामी समुदायका मैले महानुभावहरूलाई मैले के यहाँ चाहिँ उजागर गर्न प्रस्तुत गर्न लागिरहेको छु। थामी जातिको चाहिँ विशेष गरी ऐतिहासिक भाषिक एवं सांस्कृतिक पहिचान संरक्षण भाषा लिपि इतिहास संस्कृति आदिको खोज अध्ययन अनुसन्धानका लागि थामी सांस्कृतिक ज्ञान एवं थामी संस्कृति अनुसन्धान परिषदको लागि चाहिँ मैले अनुरोध गर्न चाहन्छु। त्यसै गरी अहिले हिरेश्वर नगरपालिका अनि कालिम्पोङ गाउँपालिका र ढिकु गाउँपालिकामा चाहिँ अहिले के हदसम्म चाहिँ यो थामी सङ्ग्रहालयका कुराहरू पनि आइरहेका छन्। यसलाई चाहिँ पूर्णता दिनका निम्ति आदरणीय सङ्घीय तथा प्रदेश माननीयज्यूहरूलाई पनि ध्यान आकर्षणको निम्ति मैले चाहिँ अनुरोध गर्न चाहन्छु। र त्यसै गरी थामी समुदायको जन्मदेखि मृत्युसम्मको यो कर्मकाण्ड श्रीमती बाबाकी जुन आज चाहिँ हामी चाहिँ यहाँ विमोचन पनि गर्दैछौँ। यसलाई पनि अहिले हामी सरस्वती यो विमोचनमा ल्याउँदै गर्दाखेरि अझ पनि यो चाहिँ पूर्ण छ जस्तो लागिरहेको छैन। यसलाई चाहिँ विस्तृत रूपमा चाहिँ एउटा चाहिँ साझा कर्मकाण्डको रूपमा सबै चिजलाई समेटेर लैजानका निम्ति यो विषयमा कर्मकाण्डको विषयमा पनि स्थानीय निकायदेखि लिएर चाहिँ प्रदेश सङ्घसम्म चाहिँ यसको चाहिँ बजेटको व्यवस्थापन गरिदिनु भयो भने अझ थप चाहिँ यसलाई चाहिँ यो चिलोके पालकलाई जीवन्त राख्नका निम्ति चाहिँ सपोर्ट दिन्छ भन्ने चाहिँ हामीले अपेक्षा राखिएको छ। र त्यसै गरी हामी समुदायको उद्गम थलो दोलखा भए पनि अहिले दोलखा जिल्लामा चाहिँ हाम्रो उद्गम थलो भए पनि हामीले खासै जिल्ला स्तरमा सदरमुकाममा हाम्रो चाहिँ हामी समुदायकै कुनै पनि त्यस्तो चाहिँ हामी सामुदायिक भवन नभएको हुनाले हामीले चाहिँ एउटा चाहिँ अहिले चाहिँ जिल्ला कार्य समिति लगायत चाहिँ समग्र हामी समुदायबाट अपेक्षा गरेको कुरा चाहिँ के छ भने सदरमुकाम स्तरमा चाहिँ एउटा सामुदायिक भवनसम्म भयो भने हामी त्यहाँ मेरुङटा हुन सक्छ। त्यसै गरी लाकुरी डाँडाका होला यता गौरीशङ्करका होला कालिम्पोङ ढिकु सबैका लागि चाहिँ उपयुक्त ठाउँ चाहिँ सदरमुकाममा पनि एउटा सामान्य खालको एउटा सामुदायिक भवनको व्यवस्थापन गर्न सक्यो भने हामीलाई अलिकति सहजता हुन्थ्यो। त्यो ठाउँमा बसेर बेला यही समुदायकै हितका निम्ति काम गर्नका निम्ति हामीलाई सहज हुन्छ भन्ने हामीले अपेक्षा राखिएको छ। र त्यसै गरी अर्को आज मुख्य विषयवस्तुको रूपमा विगतदेखि यो चाहिँ हामी भाषाबाट माथि भाषाबाट पठन पाठनको निम्ति सुरुवात गरिए पनि यसले निरन्तर पाइरहेको अवस्था छैन। यसलाई चाहिँ निरन्तरता दिनका निम्ति आदरणीय यहाँ चाहिँ स्थानीय सरकारका प्रतिनिधिज्यूहरू हुनुहुन्छ, हाम्रो अभिभावकज्यूहरू हुनुहुन्छ। यसलाई चाहिँ निरन्तरता दिनका निम्ति पक्कै पनि यहाँले चाहिँ छोडबल गर्नुहुनेछ, बजेट व्यवस्थापन गर्नुहुनेछ र मातृभाषाबाट पठन पाठनलाई चाहिँ निरन्तरता दिनका निम्ति यहाँहरूको मैले ध्यान आकर्षण गराउन चाहन्छु।